नमस्कार सबैजनालाई। अखिल नेपाल फुटबल संघले सूचना निकालेको छ। मलाई चाहिँ यसको बारेमा केही भन्न र सूचना प्रदान गर्न मन लाग्यो। यो सूचना चाहिँ विशेष गरी हाम्रो रहेको छ स्कुलहरुको लागि। अखिल नेपाल फुटबल संघले चाहिँ फिफा फुटबल फर स्कुल भनेर एउटा सूचना 2082 2 महिना 1 गते चाहिँ निकालेको छ। यो सूचना चाहिँ फिफा फुटबल फर स्कुल कार्यक्रमको लागि आवेदन सम्बन्धमा रहेको छ। यसमा चाहिँ के लेखेको छ भन्दाखेरि फिफा फुटबल महासंघ फिफाको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा विभिन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूका लागि शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकास र सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालन हुने फिफा फुटबल फर स्कुल कार्यक्रमको निम्ति पुनः आवेदन फारम खुल्ला गरिएको हुँदा उक्त कार्यक्रममा सहभागिताको लागि संलग्न योग्यता तथा मापदण्ड पुगेका इच्छुक विद्यालयहरूलाई मिति 2082 जेठ 8 गते भित्र आवेदन फारम भरी निम्न इमेलमा उपलब्ध गराइदिनु हुन अनुरोध छ भनेर चाहिँ बनेको छ। साथै कार्यक्रमको मापदण्ड र आवेदन फारम एन्फाको वेबसाइट theanfa.com डाउनलोड जेनरल 1 बाट डाउनलोड गरी मिति 2082 जेठ 8 गतेसम्म आवेदन फारम भरी निम्न इमेलमा उपलब्ध गराइदिनु भनेर चाहिँ भनेको छ। यसै गरी चाहिँ तपाईहरुले केही गुनासो चाहिँ छ, केही बुझेको छैन भने चाहिँ पंकज बहादुर शाही एन्फा ग्रासरुट हेडको चाहिँ फोन नम्बर दिएको छ तपाईहरुलाई 98 141 15 60 82 र इमेल। तपाईहरुले केही बुझ्नु भएको छैन भने यसमा चाहिँ कन्ट्याक्ट गरेर चाहिँ यी कुरा चाहिँ लिन सक्नुहुन्छ। यो सूचना चाहिँ सबैजनालाई आफ्नो आफ्नो स्कुलमा लगेर बुझाउन होला। स्कुलमा चाहिँ जो नेतृत्व गरेर बस्नु भएको छ स्पोर्ट्समा उहाँहरुले चाहिँ गर्दिनु होला। विद्यार्थीहरुको खुसीको लागि भन्न चाहन्छु सबै स्कुल चाहिँ सकेसम्म चाहिँ पार्टिसिपेट गर्दिनु होला। विद्यार्थीहरुलाई पढाइ साथसाथै मनोरञ्जन पनि चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ।